अत्यन्तै दुःखद खबर बाहिरको छ कुवेतमा है। टिकटक लाइभ गर्दा गर्दै एक नेपाली महिलाले चाहिँ आत्महत्या गरेकी छिन् र उहाँको बारेमा आउनुस् के कारणले उहाँले आत्महत्या गरिन्। विगत 6 सालदेखि चाहिँ कुवेतमा घरेलु काम गर्नुहुन्थ्यो र उहाँको चाहिँ 1 साल पहिला चाहिँ उहाँ चाहिँ नेपाल गएर आउनु भएको हुन्थ्यो र उहाँको श्रीमान चाहिँ मलेसियामा हुनुहुँदो रहेछ र उहाँको चाहिँ 2टी छोरी र 1जना छोरा पनि नेपालमा हुनुहुँदो रहेछ है। र उहाँको के कारणबाट झुन्डिनु भयो भनेर चाहिँ स्पष्ट मलाई चाहिँ त्यसको बारेमा थाहा चाहिँ छैन, तर थोरै तपाईलाई म भन्न चाहन्छु कि उहाँको चाहिँ विगत 1 सालदेखि चाहिँ टिकटकमा चाहिँ 1जना पुरुषसँग चाहिँ प्रेम सम्बन्ध रहेछ र उहाँले चाहिँ उसलाई पनि पैसा पठाउनु भएको रहेछ र अब के कारणले उहाँको मृत्यु भयो भनेर पुरै जानकारी भने चाहिँ नेपाल एम्बेसी कुवेतले चाहिँ दिएको छैन अहिले। र यसको बारेमा केही तपाईहरुले बुझ्न चाहनुहुन्छ भने चाहिँ तपाईले निरम प्रोडक्सन कुवेतको तपाईको पेजमा गएर हेर्न सक्नुहुन्छ। कुवेत निरम प्रोडक्सनले चाहिँ छापिसकेको छ है यो है। त्यसकारणले गर्दा तपाईलाई एकदम दुःखद खबर ब्रेकिङ न्यूज तपाईहरुमा चाहिँ ल्याएको थिएँ है।